सम्पूर्णमा सेवाढोक। आज चाहिँ म लामो समयको अन्तराल पछाडि लगभग 8-10 वर्ष पछाडि पा पक्रिनलाई बाबैसँग भालुखोला जाँदैछु। आजकल चाहिँ पहिला जस्तो पाहरू पाउँदैन रे। यो दिगतेल अनि हाम्रो सोलमाकोहरू अत्याधिक रूपमा पा पक्रिन जान्छन् रे आजकल। त्यो भएकोले गरेर पाहरू चाहिँ आजकल हुँदैन भन्ने कुराहरू सुन्नमा आयो। त्यही पनि आज दिउँसो हल्का पानी परेको थियो, त्यो पानी परेको भएर हल्का निस्क्यो कि भनेर हेर्न जाँदैछौँ। अब के कस्तो छ, के कति पाहरू निस्केको छ, के कति समाउन सकिन्छ, त्यो अहिले खोला पुगेपछि तपाईँ सम्पूर्णलाई म भिडियोमा देखाउने नै छु। ल सुरु भयो ल। अरू पनि छ कि कालो चाहिँ ठुलो हुन्छ, त्यता हेरेको पारी छैन। कहाँ यहाँ पछ नि ल। ल हाम्रो स्टार्ट भएको छ पा पक्रिनलाई। अस्ति तेलमा तारा हानेको त्यहाँ पनि एउटा फेरि भेटिएको छ तार्नुको। ठुलै रहेछ त होइन, लिएर आउनु मास्तिर। यताबाट बाहिरबाट निकै ठुलो पा बसिरहेको छ। लाइट तपाईँको मार्नु न, एकछिन अगाडि लाइट नहोस् त। यो चाहिँ भाग्ने चान्सेस छ। बाबु यताबाट घुम्दैछ। ल मैले लाइट चाहिँ लाइट त कहाँ बन्द गर्नु त, एकदमै भाग्ने चान्सेस छ। पा चाहिँ ठुलो छ। भाग्यो पसेर यहाँ टेकेर दिएको हुन्थेन। निकै ठुलो पा थियो, बन्यो भिडियो त। एउटा चाहिँ यहाँनिर पशु घर दहमा, किनकि थियो नि त्यहाँबाट चान्स थियो नि। अब भयो, सकियो, अब सक्यो भयो। निकै ठुलो थियो। पा पक्रिँदैछ भने त्यसले एउटा पक्रिसक्यो। अन्त त्यो पछार्नुपर्छ, फेरि एकदमै ज्यादा हुन्छ, उठ्नुहुन्छ मजाले पछार है। अनि धेरै पा चाहिँ पक्रिनु सकिएन, पानी पनि खासै आएको थिएन। एउटा अलिक ठुलो छ यहाँ देखाउँदैछ तलभित्र पानीभित्र बसिरहेको छ। त्यो केटोले पक्रिन्छ, ठुलो छ। अरू कता पुग्नु गयो भने त पुलमा हात हाल अब हात हाल। अब यहाँ चाहिँ हात हालेर निकाल्ने कुरो भयो। दुइटा हाल न, हात हालेर केटोले निकाल्दैन हेर्नु है। एकदम ठुलो छ पा, फेरि निकाल्यो भने देखाउँला है। ल केटोले ल हेर्नुहोस् त, यो कतिलो छ है पा। ल पछार त त्यो मजाले पक्रेर पछायो त त्यसै त भाग्छ नि फेरि। राति आएको खासै पा चाहिँ भेटिन, अलिअलि चाहिँ भेटियो। तर भनेजस्तो चाहिँ भेट्दैन।
त्यो पनि सन्तोषजनक भयो। ठिकै छ, केही छैन। यसो रमाइलो गर्नु आएको, इन्जोयको लागि हो। पा पक्रिनुभन्दा पनि यसो रमाइलो हुन्छ खोलामा हिँड्नु राति। यो रातो पा एकदमै रातो गतिलो रहेछ ल। तर आज हामी यहाँसम्म मात्रै, यहाँदेखि मास्तिर चाहिँ रात पनि निकै बितिसक्यो, नजाने कुरो पनि भयो। मास्तिर अलिक पानी पनि अर्को खोलातिर हेर्नु परतिर अर्को खोलातिर हामी पस्न पनि सक्छौँ। यहाँनिर एउटा बसिरहेको यहाँ चाहिँ पक्रिनु जाँदैछ। भाग्दैन होला है। यहाँ पर चाहिँ एउटा पा बसिरहेको छ होइन। यो केटो यसो जाँदैछ, पक्रिनु कतिको सफल चाहिँ हुन्छ। पा चाहिँ निकै ठुलो छ, निकै पर जुम गरेर हेरिसक्नु भयो। यो नेक्स्ट खोलामा आछौँ हामी अर्कोमा। एकदम पर छ पा, माथि बसिरहेको छ। पा चाहिँ गतिलो छ। केटाले पक्रिन्छ कि पक्रिँदैन हेर्नु, पक्रियो भने देखिहाल्नुहुन्छ। के गर्छ तपाईँले, पक्रे जस्तो छ, सक्सेस भयो। हामीले गतिलो छ, गरेर निकालिसक्यो। अब टाइम पनि अफ हुँदै गएको, एक दुईवटा यसो हेरिजाउँ भनेर दुई चार ठाउँ मासतिर पसौँ भन्ने कुरा भएर मात्रै हो। यहाँ पा देखाउन त अब चट्ट के त आउँदैछ, पा देखाउन, पा देखाउनु पऱ्यो नि त। ल ल है, ल एक झोला भइसकेको छ पा चाहिँ। यहाँनिर चाहिँ एउटा पा पक्रिनु भयो। पक्रिनु भएको छ अलिकति। कत्रो छ त यो चाहिँ अहिलेसम्मकै? ओ माई गड, यो चाहिँ अहिलेसम्मकै ठुलो, लगभग झन्डै आधा केजीको आसपासको होला यो। ठुलो भेट्नुपर्छ त, ल्याउनुहोस् त। ल ल्याउनु रहेछ तपाईँले। ल ल पछाडि उ त्यहाँ पनि छ एउटा बच्चा भएको छ कि पछाडि पायो। ढाड हान्ने ढाड। ठुलो रहेछ त है। देखेरै जानुभयो कि तपाईँ बाटो त्यता? बाटो यो चाहिँ टङटङै रहेछ। यहाँनिर चाहिँ यो चाहिँ टङटङै भन्दो रहेछ। यो चाहिँ खानु हुँदैन अरे। यहाँनिर छ यो चाहिँ टङटङै भन्दो रहेछ। ट्याङट्याङ्गे। यसलाई चाहिँ खायो भनेदेखि मान्छेलाई पोइजन हुन्छ अरे यसमा, अनि मान्छेलाई बिराम बनाउँछ अरे यसले। यसलाई चाहिँ हामीले चलाएनौँ। अलिअलि पा निस्केछ त भाल खोलामा। कृषि छ यहाँ चाहिँ एउटा सानो कृषि छ, लाइट यहाँ चाहिँ एउटा कृषि छ। तर यसलाई चाहिँ हामी छोडेछौँ, यसलाई पक्रिदैनौँ। हामीले चाहिँ ठुलो ठुलो पाहरू मात्रै हेरिरहेछौँ, त्यो छैन। बाबा हेर्दै हुनुहुन्छ यो एरिया। देखिराखेको छैन। यहाँ एउटा छम्मा पाएको छ, बाबा आउँदैछ। पक्रिनु त। यहाँनिर चाहिँ छम्मा। ल ल ट्राई गर्नुहुन्छ, पक्रिनु भयो। यतै ढुङ्गामा हान्दा हुन्छ त्यो छम्मा। यहाँ
मैले देखेकै छैन। यहाँ देख्नु त के घुम्न जान्छ। भएको छैन तर पक्नु त बाइक यहाँ देख्नु त यो अहिले चाहिँ हामी रोड आइसक्यौँ। अब यहाँबाट चाहिँ हामी घर जान्छौँ। बाबै अगाडि जानुहुँदैछ। 2-4वटा पा चाहिँ पक्रियौँ। रमाइलो पनि भयो भाइ भतिजलाई र हल्का थाकियो पनि। तर यो भल नझरिकन चाहिँ पाहरू ननिस्किने रहेछ। अहिले चाहिँ अब कस्तो छ भनेदेखि पहिला चाहिँ धेरै नै पाहरू पाउँथ्यो। झन्डै आज म 8-10 वर्षपछि गएको होला। अहिले चाहिँ यो रोडहरूले गरेर रोड सिँचाइहरूले गरेर पानीहरू पर्याप्त मात्रामा खोलामा नहुने पा बन्ने पाको बच्चा बुढे भन्छौँ हामी त्यसलाई। तिनीहरू चाहिँ अब सर्भाइभ गर्न नसकेपछि नबाचेपछि पा हुने कुरै भएन फर्स्ट त। र अर्को कुरा भनेको चाहिँ अहिले दिक्तेल बजारतिर बस्नुहुने धेरै मान्छेहरू विद्यार्थीहरू काम गर्ने लगायत धेरै मान्छेहरू आउनुहुन्छ अरे। खोलामा 2-4 टोली जहिले पनि हुन्छ। पा पक्रिनेहरू हाम्रै घरहरूबाट पनि कहिलेकाहीँ आउँछन् अरे उहाँहरू फर्केर भनेर चाहिँ सुनेको। अब अलिक पछाडि भल झरे पछाडि फेरि एकपटक जानु पर्ला कस्तो हुन्छ। त्यो बेलामा चाहिँ अलिकति निस्किन्छ होला र अलिक धेरैजना पनि जान्छौँ। अलिक भिडियो पनि लामो र राम्रो भिडियो बनाउँछु म त्यतिखेर चाहिँ। आज कति पक्रियौँ त्यो चाहिँ अहिले म घर गए पछाडि तपाईँहरूलाई देखाउँछु। आज चाहिँ हामीले यति मात्र पक्रियौँ। लगभग 1500वटा जति होला यहाँनिर। ठुल्ठुलो पाहरू पनि छ। कुनै कुनै त लगभग 2टा जतिले नै आधी केजी आसपासको पाहरू पनि छ। यो भिडियोमा चाहिँ अलिक सानो देखिरहेको छ। यो भल नझरेको भएकोले गर्दाखेरि र मान्छेहरू धेरैजना खोला जाने भएर अहिले त्यति पा नपाइँदो रहेछ। आजभन्दा 8-10 वर्ष अगाडि पहिला हामी केटाकेटी हुँदाखेरि सानोमा जाँदाखेरि चाहिँ अत्याधिक पाइन्थ्यो। अहिले पनि भल झरेपछि पाइन्छ अरे। अब बर्खा लाग्यो। आज वैशाख लगभग 19 गते होला। भल झरे पछाडि हामी फेरि जान्छौँ र त्यो बेलाको चाहिँ अलिकति राम्रो र लामो भिडियो बनाउने प्रयास गर्नेछु म। अहिलेलाई चाहिँ यति नै। यहाँसम्म हेरिदिनु भयो। तपाईँ सम्पूर्णलाई धन्यवाद।